आमा ये क्या है? आमा Hi everyone, I'm Suraksha Kesi and welcome back to my channel. So by the title हजुरले थाहा पाइ नै सक्नुभयो होला आजको भिडियोमा के हुँदैछ भनेर लास्टमा। तर मैले चाहिँ दुईटा प्र्याङ्कमा चाहिँ म एकदमै कन्फ्युज छु हैन। सो लास्टमा चाहिँ म डिसाइड गर्छु कुन प्र्याङ्क गर्ने भनेर। सो अब हजुरले लास्टमा थाहा पाउँछ आज के हुँदैछ भनेर। म र हजुरआमा बीच त्यही हो। अब सुरुमा चाहिँ दिनभरि हल्का काम छ मेरो। आज मेरो बाइक पनि पास गर्न छ फाइनली। अनि हजुरआमा र म चाहिँ बाइक पास गर्न जान लाग्यो। अनि बाइक पास गरेर आएर चाहिँ म एकछिन सृष्टिसँग जान बाइक बनाउन फेरि सृष्टि र म आउने बेला चाहिँ वेयर गर्न डु सम खतरनाक प्र्याङ्क गर्न हजुरआमा। भिडियोको अन्तिमसम्म बस्नु होला। यस मेरो हजुरआमालाई रेडी हुन म भन्दा नि धेरै टाइम लाग्छ के गर्ने। अलि नक्कली हुन्छ क्या आमा। यता अन्त हेरौँ कस्तो राम्रो देखियो स्विटरले। आहा बस्ने सुहायो अयाजै कठै कठै। ला फोन आइसक्यो आमा। सृष्टिले मलाई देख्दै नदेख्दैन गाइज के गरौँ भनेको मैले यिनलाई। यिनले नि स्वर पाउनु नन्द भाउजू उस्तै छौँ क्या हामी त दुइटैले स्वर पाउनौँ केही कुराको। अब हेर्नु अब तर्सिन्छ नि कस्तो कुदाउँछिन् त आमामामामामा कुदाएको हेर त राइडर सृष्टि। गाइस मलाई चाहिँ बहिनीले यहाँनिर आज फर्स्ट टाइम अलिकति डिफ्रेन्ट एक्सपिरियन्स गर्नलाई चाहिँ भ्रिकुटी मण्डप भन्ने ठाउँमा ल्याइन्। तर यो ठाउँमा त मेरो फर्स्ट टाइम हो। तर बहिनी चाहिँ आएर फर्स्ट होइन सेकेन्ड टाइम हो। सपनाले पनि ल्याइ थियो मलाई। अब चाहिँ मैले यो ठाउँबाट कपडा ट्राई गर्दैछु। सो लेट्स सी कस्तो कस्तो हुन्छ। तर बाहिर पाउने कपडा चाहिँ सबै यहीँ पाउँदो रहेछ कि बाहिर मलहरूमा पाउने कपडाहरूको डिजाइनहरू अब क्वालिटी त आई डोन्ट नो तर इट्स नट द्याट ब्याड। सो लेट्स ट्राई समथिङ फर्स्ट। हाम्रो आन्टीको मार्केटिङ स्टाइल चाहिँ अति मन पर्यो होइन त्यही भएर भिडियो बनाउँदै मैले। थ्याङ्क यू यसमा ब्लेजर लगाउनु सृष्टि दिनुहुन्छ अरे हामीलाई कति गरौँ त्यो भन्नु कति गरौँ भन्न त हामीले जति नि भन्छौँ होइन भन्न हजुरले नि लगाउनु भएको छ भन्नलाई पाउनुहुन्छ। मैले होइन सकभर मिलाएर दिन्छु। भिडियो बनाउन सही ठाउँमा आइपुग्नु भयो। होइन बनाउनु भनेको आन्टी हरि दामी तरिकाले फगाउने क्या कस्टमरलाई जाने मन लाउनु त। अनि हजुरलाई पनि 2 पैसा होस् हामीलाई पनि भनौँ न हामीलाई पर पिसबाट 50 भए पुग्छ होला। कतिसम्म दिनुहुन्छ कति भन्नु गर्नु तपाईँले भन्नु? कतिसम्म दिनुहुन्छ भन्नु न। लु हजुरलाई 700 गरिदिन्छु हुन्छ। दुईटालाई कति गरिदिनु दुईटालाई कुनलाई कुन कुन ब्लेजर र त्यो ब्लेजरले ट्राई गरौँ त खै। यहाँनिर यस्तो ट्रेन्डी टी सर्टहरू पनि सबै पाउने क्या लिटरली। 700 गरिदिन्छु यसलाई 1200 गरिदिन्छु हजुरलाई मैले मिलाएर हो तपाईँलाई डेन्जर। अरू सबै प्याक गरिदिनु अब ल ल। यहाँनिरबाट हाम्रो फर्स्ट सपिङ इज डन। मैले उसलाई बेस्ट पार्कमा सपिङ च्यालेन्ज दिएको उसलाई यहाँनिर पो मनपर्ने रहेछ। यहाँनिर धेरै के भन्छ भेराइटिज हुने भएर सो उसले चाहिँ त्यति धेरै लिएन। अहिले लाने भए पनि लाउ ल। सो नन्दा भाउजूको आज सपिङ। सो वी जस्ट ह्याड सम सपिङ यहाँनिर। अनि के हुन्छ भन्दाखेरि चाहिँ एउटा सामान लियो अनि अलिकति अगाडि त्योभन्दा राम्रो पाइने हरि रिग्रेट हुने क्या बेकार लिएछ यार भनेर सबै दोकान चाहिँ हेर्नु पर्ने रहेछ कि यहाँनिर। सर्लक्कै लाएर यस्तो जिममा लाउने पनि पाउँदो रहेछ हेर त। यो मैले लाउँछु नि यस्तो सातो उड्यो तिमी पनि सातो उड्यो यो लैजा राम्रो। हाई मेरो बहिनीहरू सब्सक्राइबरहरू भेटे ए हो खिच न खिच के हो त्यो अङ्कल त्यस्तो किन हो त्यस्तो गर्नुभएको। हैत्तेरिका गाइज एउटा कस्तो चस्मा मन परेको थियो बहिनीहरू कराएर त्यो अङ्कल चस्मा नाप्न दिनु भएन यार। यहाँ चाहिँ दिनुहुन्छ हस् त। यति फ्रेन्डली यतिको फ्रेन्डली सेल्सम्यान हुनु पऱ्यो क्या दोकान बिक्री बनाउनलाई। बहिनी के भयो हाम्रो यस्तो गाइज यहाँनिर हामी सपिङ गर्न त आयौँ होइन तर यहाँ कस्तो अलिकति उस हुनुपर्ने रहेछ क्या कस्तो भन्दाखेरि अलिक बाटो अनि एक्सपिरियन्स क्या यस्तो ठाउँमा नभए त अब भर्खरै 1500 भन्नुहुन्छ अब 1500बाट डिस्काउन्ट भन्नुहुन्छ होइन अब 1300 भन्ने त कति भन्नु त त्यो भन्दा होइन। अनि लास्टमा त आफैले 900मा दिनुहुन्छ भनेपछि त अझै कममा भनेपछि हामीले अझै कम भने त अझै कममा नि आउने रहेछ क्या। अब बार्गेनिङ स्किल चाहिँ सिक्न पर्ने भयो अलिक मजासँगै क्या फेरि होइन बहिनी। यो चप्पल हेर्दैछ अब एउटा चाहिँ पनि राख चप्पल होइन बहिनी। सो लेट्स ट्राई दिस। अब हिँड्नै नमिल्ने यो त चुट्टिन्छ क्या एकै दिनमा। मोडलले लाम त होइन होला क्या दाइ यो त ल लाउने यो भयो यो लैजाऊँ न त त्यस्तो भयो होइन। भिरकुटी मण्डप आएको गाइज दिदीलाई जे देख्यो त्यही मन परेर हैरान छ यार। दिदी कस्तो लागिरह
सब मन पर्छ अनि सबै आफूले भन्यो भन्दा नि एक्सपेक्ट गऱ्यो भन्दा नि धेरै चिजहरू पाउँदो रहेछ क्या यहाँनिर त मैले यति धेरै चाहिँ एक्सपेक्ट गरेको थिइनँ पहिला कुरा त मलाई काठमाडौँमा धेरै ठाउँहरू थाहै होइन अनि दोस्रो कुरो त यिनले झन् यस्तो ठाउँमा ल्याइन् त अनि खतरा क्या बार्गेनिङ त कुरै छोडिदिनु बार्गेनिङ स्किल चाहिँ दामी भएको मान्छे त्यो ठाउँ दामी रहेछ सब मन परेर हैरान छ फेरिटलाई कता हालिदिनु 800 भनेको त पहिलोचोटि तपाईहरुले नै मोल दिनु भएको छ दाइ हामीले यो डिस्काउन्ट बनाउन नसकेर हामीले 800 भन्यौँ सुरुमा 1500 भन्दा 1500 ले नै 800 के भन्ने भनेको त यता त 800 मा त दुईटा दिन लाग्यो हामीलाई अब हामीले उता गएर डिग्रेड नहुने प्राइस दिनु न ल क्युआर दिनु कि हालिदिइहाल्छु म कति रे चिया ग्यास्ट्रिक हुन्छ है दाइ ल हो ल त हाल कति हो 1000 हो थ्याङ्क यू दाइ ओ माई गॉड कस्तो मिलाएर दिनु रहेछ भाइ गाइस यहाँनिर गॉड यस्तो बिजी त कसम भनेको मैले इन्डियामा पनि मैले थाहा पाएको थिइनँ यार 3500 अरे अनि म भएको भए लास्ट 2200 भन्थे क्या यिनले त 1000 मा ल्याइदिने यार तर 1000 पनि मैले यस्तो गरी हो यिनले सक्थिनन् नभए सब मैले सिकाएर हो यिनलाई म यहाँनिर आएर चाहिँ मलाई एउटा कुरा के रियलाइज भयो भने चाहिँ यस्तो ट्रेन्डी योहरू सबै चिज क्या अब एभ्रिथिङ यहीँ पाउँदो रहेछ यो ठाउँमा बहिनीले दामी ठाउँ ह्याक चाहिँ गरेर देखाउन चाहिँ आइन है मलाई जे होस् हामी चाहिँ अहिले घर जान लाग्यो एउटा खुरापाती दिमाग आइडिया आयो क्या हजुरआमालाई प्र्याङ्क गर्ने भनेर पुलिसले समात्यो भन्ने होला प्र्याङ्क हो होइन आमा आमा कता हुन्छ को सुन्नु त आमा एउटा अर्जेन्ट कुरा के अरे यहाँ मलाई पुलिसले समात्यो अनि मैले त्यहाँ हजुरआमा घरमा भर्खरै भर्याङबाट लड्नुमा म जान पर्छ सर चिट नकाटिदिनु भने हु ढाँटेको अब तिमीले नाटक गरे जस्तो गर त्यो घरै आउँछु म चेक गर्न नभए छोड्दिनँ भने ह त्यो घरमा आउनुभन्दा म 1 मिनट अगाडि गेटनिर पुग्ने बेला फोन हान्छु त्यो अगाडि लडे जस्तो नाटक गर है त्यो भर्याङतिर आउनु लागिसक्यो पुलिस अब हामी आधी घन्टा लाउँछ होला मान्दै मानेन आमालाई देखा भन्छ यहाँ लुकेर फोन हानेको मैले ल हिँड्नु घरै हिँड्नु त नि भनेको अनि तिमी त्यहाँ भर्याङबाट अगाडिबाट लडे जस्तो लड्ने जस्तो नाटक गरेको तरिकाले बस न लडे जस्तो चिज भएको होइन कि आमा यहाँ 3जना पुलिस छ भनेको बेला त्यस्तो नगर्नु न आमा यार त्यो अगाडि भर्याङबाट त्यो गेट भन्दा अगाडि भर्याङ छ नि हाम्रो त्यहाँनिर लडे जस्तो एक्टिङ गर है एक्टिङ भनेको भन्दाखेरि अब लडे जस्तो कि यस्तो त्यो उल्टो तरिकाले खसे जस्तो गरेर बस हजुर सर हुन्छ हिँड्नु न जाम हजुरआमालाई बुल्नु भनेको विचार मेरो हजुरआमा लास्ट इनोसेन्ट हुन्छ पत्या पनि सक्नुभयो अब घरमा जामै हजुरआमा कसरी बस्नुभयो भनेर हेरौँ गाइज हामीले चाहिँ बाइक छोडेर सर्भिसिङको लागि छोडिदियौँ R15 अनि अहिले मैले बहिनीको स्टोर चलाइरहेको होइन म चाहिँ हरिब एक्साइटेड छु आमाले गर्नुहुन्छ कि गर्नु न आमा बाठी त बाठी भइसक्नु भयो अहिले होइन प्र्याङ्क मैले हान्दै तर त्यही पनि आमाको मन त हो होइन बिचरा गर्न सक्नुहुन्छ हरिब कमेडी हुनेवाला होइन ल हेरौँ त आमाले एक्टिङ गर्नुहुन्छ कि गर्नुहुन्न भनेर हेरिरहेँ मैले त आमाले लडेको जस्तो नाटक गरेर बस्नुभयो कि नै घर जाँदाखेरि आई सी यु गाइज डाइरेक्ट घर गएर मैले चाहिँ यो प्र्याङ्कहरू चाहिँ टिकटकमा देखेको थिएँ कि यस्तो हार्मलेस प्र्याङ्क त गर्दाखेरि फरक परेन नि त होइन गाइज आमालाई चाहिँ हामी आइसक्यौँ आमा नाटक गर्नु है अब भन्नु पऱ्यो कि आमा हामी पुग्न लाग्यौँ है हामी स्कुटर चलाउँदा फोन हान्यौँ मैले फोन चलाएको थियो भने मार्छ हामीलाई त्यो घरभित्रै भर्याङ अगाडि लडे जस्तो मात्र गर है उठ्न नसके जस्तो मलाई लान्छ आज जिखाएको होइन क्या किन स्पिड कुदाइथिस् भन्थ्यो अनि काटिहाल्नु भयो यार आमाले देखिन् क्या हामीलाई आमा किन बेसरी कुदाइथिस् भन्थ्यो हाम्रो आज स्पिड मस्तै थियो के अनि आमा बिरामी भइन् आमा आमा भर्याङ अगाडि लडिन् उठ्नै सकेन रे भर्याङ अगाडि नै उस भइरहेन् हामी त्यही भएर छिटो पुग्न थियो सर भन्यो तिनीहरू आउनु लान के ग्रुपै मिलेर पछि छन् हाम्रो आमा आमा पुलिसहरू आउँदै हुन्छ और 50 रुपया कट ओवर एक्टिंग के वजह A few moments later. ढलेर त बसिरहेछ पनि ढलेर त अझ खुट्टा यस्तो गरेर बसिकिन खुट्टा
रिसिहाल्छ हेर्नु पर्यो कि होइन भर्खर फकाएर आमालाई एकछिन के अरे आमाले एउटा मनले चाहिँ हो जस्तो लाग्छ अरे एउटा मनले होइन जस्तो लाग्यो फेरि के लागेर बोले ढाँटेको हो कि भन्छु फेरि कहिले कहिले साँच्चै हो कि अब काठमाडौँ ठाउँ त भइगयो सहरमा होइन हो कि भने फेरि जेठाले भने होइन होइन भान्जीले प्रेरण गऱ्यो भन्यो हुन पनि सक्छ साँच्चै हो कि भन्यो होइन होइन नपत्याउ भन्यो नै म भाइर गर्न बस्छु कहिले साँच्चै आयो भाइर बसेछु चिसर भयो पछाडि ढाड सोझो मान्छे सोझो मान्छे बाबा नि सोझो मान्छेलाई के त्यहाँबाट भएन चिसो भयो पुलिस आयो भने पनि यति डल्लो बरु होइन आटोले यहाँबाट बाम्नु साह्रो जान्छु बरु भाइर भने फेरि कसरी जान्छु भन्ने सोच्नु भएको थियो र हिँड्दै हिँड्दै ल अब आज हजुरआमालाई यस्तो खतरा एक्टिङ अब नातिनलाई केही परिस्थिति हजुरआमाले जसरी पनि बचाउनुहुन्छ भन्ने थाहा भयो नि त अब होइन हजुरआमालाई अब एउटा गिफ्ट मोबाइल हाल्ने ब्याग भन तरकारी किन्न जाँदा भनेर कस्तो गर्नुभएको थियो यी चिटिक्क परेको मन पर्यो मन पर्यो यो चाहिँ कहिलेकाहीँ कतै घुम्न जाँदाखेरि लानुहुन्छ यो यो त तरकारी किन्न जाँदाखेरि लाने यो चाहिँ यसो कतै घुम्न जाँदा लाने के हुन्न आमाले बोके भइहाल्यो नि मलाई चाहिन्न खुसी भइहाल्नु भयो नि यति देखेपछि ल आज यति भएपछि तेरो गल्ती माफ भयो अब भन्यो भने मैले भोलि छोड्ने छैन रमाइलो हो मेरो हजुरआमा त्यस्तो कहिले रिसाउनु न होइन एकैछिन मात्र रिसाए पनि अनि ए नाटक पो गरिरहेछ भनेर हाँस्नु नै भयो होइन त्यस्तो खास रिसाउनु भन के हुन्न क्या कहिलेकाहीँ चाहिएको थियो नि त अनि जस्तै चाहिएको चिज त ल्याउनु पऱ्यो नि त अनि सो त्यही हो गाइज आज एकदमै रमाइलो भयो होइन सो आई थिङ्क द्याट्स अल फर टुडे थ्याङ्क यू सो मच फर वाचिङ गाइज बाई